हेलो। आज म काठमाडौँ जाँदैछु। काठमाडौँ जान अगाडि चाहिँ ड्युटीबाट निक्लिएर ड्युटी फोन साथीलाई हातमा थमाएर अनि यो चाहिँ मेरो वार्ड हो, साइकाइट्री वार्ड हो। यो चाहिँ चितवन मेडिकल कलेजको। सिस्टरलाई बाई बाई भन्दै म निक्लेँ। एकचोटि हेर्नुहोस् त हस्पिटल चाहिँ यस्तो छ भित्रबाट अनि बाहिरबाट चाहिँ यस्तो छ। म चाहिँ थर्ड इयर साइकाइट्री रेसिडेन्सी भर्खरै थर्ड इयर पुग्यो। अब ठ्याक्कै 1 वर्ष बाँकी छ। मेडिकल कलेजभित्रै एटिएम बुथ छ। एटिएमबाट अलिकति पैसा ड्र गरेर अनि सलुनमा दारी जुङ्गा ट्रिम गरौँ भनेर आएँ। ए विजय भाइ साहबले हाई भन्दै हुनुहुन्छ। ट्रिम गरेपछि चाहिँ मेरो हुलिया यस्तो देखियो, राम्रै भयो, फ्रेस भए। अनि अलिकति बाइसेप्स ट्राइसेप्स फ्लेक्स गरेँ। त्यसपछि चाहिँ मैले मेरो बटरफ्लाई मेरो वाइफलाई चाहिँ बाई भन्नलाई उसको क्लिनिक गएँ। त्यहाँबाट बाई भनेर चाहिँ अनि भरतपुर एयरपोर्ट गएँ। जाँदा जाँदै मैले साथी भेटेँ मेडिसिन डिपार्टमेन्टको चाहिँ डाक्टर ज्योति प्रकाश। कुराकानी भयो, रमाइलो भयो, जस गफ गरियो। त्यसपछि वेट गऱ्यौँ। प्लेन चाहिँ अलिक वेट गर्नु पऱ्यो। वेट गर्दा 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 फाइनली प्लेन चाहिँ उड्ने भयो। उड्ने बेलामा एउटा भिडियो लिऊँ न त भनेर एउटा भिडियो लियो। उसले चाहिँ किन भिडियो लिने, एउटा फोटो लिऊँ न भन्न थाल्यो। त्यसपछि ओके भनेर चाहिँ अनि फोटो लिएँ। मैले फेरि एउटा किन अर्को पनि लिऊँ न भनेर फेरि अर्को पनि लिएँ। त्यसपछि अनि एकैचोटि उता काठमाडौँ एयरपोर्ट, यो चाहिँ अहिले डोमेस्टिक एयरपोर्ट यस्तो राम्रो बनाएर छ। ल बाई साथी भनेर पठाउमा ऊ चढेर गयो। बाई बाई भनेर पठाइयो। यो चाहिँ मेरो बहिनी सानिमाको छोरी। सानिमा ब्याङ्कमै काम गर्छ। खाता खोल्नु छ भने यसलाई कन्ट्याक्ट गर्नु होला। एयरपोर्टमै वेट गरेँ भाइलाई। वेट गर्दा गर्दै भोक लाग्यो, स्यान्डविच खाएँ। त्यसपछि भित्र वेटिङ रुममा बसेँ। बस्दा बस्दै सानसानो नानीहरू पनि आएका रहेछन् भाइलाई लिनलाई। अनि वेट गर्दा 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 जाडो भयो, ज्याकेट लगाएँ। अलिअलि भिडियो लिँदै त्यसपछि फाइनली आइपुग्यो। भाइ वेलकम टु नेपाल फ्रम कोरिया भनेर हक गरेँ। यो चाहिँ यसको नाम चाहिँ एलिस न्यौपाने हो। त्यसपछि एउटा सानो भिडियो लिएँ। त्यसपछि अनि हामी घर पुग्दाखेरि राति भइसकेको थियो। तमनाले वेलकम गर्नलाई माथिबाट हेलो हेलो भन्दै वेलकम टु नेपाल, वेलकम टु काठमाडौँ भन्नुभयो। त्यसपछि अनि आजको भिडियो यति नै। गुड नाइट।